साथीहरु नमस्ते। आज मैले एउटा टिकटकमा हेरेको थिएँ हाम्रो डाक्टर साहब सुनिल शर्मा उहाँको भनाइ सुनेको थिएँ मैले। अनि त्यो भनाइ सुन्ने बित्तिकै मलाई पनि बोलौं बोलौं जस्तो मन लाग्यो, मनले थाम्न सकिएन। उहाँको भनाइ के थियो भने यस्तै तरिकाले अदालतले न्याय गर्ने हो भने पार्टीगत मान्छेहरू कुनै किसिमको गल्ती गरे पनि बाहिर चाहिँ खुल्ला घुम्न पाउने, एक दिनमै रिहाई गर्ने र रवि लामिछानेलाई आफ्नो जति धरोटी कायम गरेको छ त्यो कायम गरेको धरोटी पनि तिरेर बाहिर निस्किन चाहिँ नपाउने अदालतको यस्तै किसिमको प्रक्रिया रह्यो भने नेपाली जनताले अघि त अस्तितिर त अदालत जलाउने काम गर्नुभयो र हाम्रो न्यायालयमा यस्तै किसिमका प्रक्रिया रह्यो। हाम्रो श्रीमानहरूको यस्तै किसिमको पक्षपात तरिकाले न्याय गर्ने काम रह्यो भने अदालत मात्रै जलाउने काम हैन, अदालत भित्र गएर अर्को जलाउने काम पनि हुन सक्छ। यस्तै किसिमको प्रक्रिया यदि श्रीमानहरूको भयो भने बडो मजा आयो साथीहरु, बडो मजा आयो यो शब्दले। र यो भन्दाखेरि मलाई पनि बितेको कुरा हो के। 2 नम्बर प्रदेशमा अथवा नेपाल अधिराज्यभरिमा मिटर ब्याजी भन्छन् र धनीहरूले गरिबहरूलाई मिटर ब्याजीमा चाहिँ पैसा बढी लिएर चाहिँ सताइरहेको भन्ने कुरा चाहिँ सुनिरहेको छु। तर साथीहरु म नाम चाहिँ भन्दिन, तर म त्यसको ठ्याक्कै उल्टोमा छु। एउटै स्कुलमा पढाउने साथीलाई अरूसँग सापट लिएर, अरूसँग ऋण लिएर त्यो साथीलाई 11 लाख रुपैयाँ उपलब्ध गराइदिएको थिएँ मैले। 5 वर्षसम्म झुलाउनु भयो, 1 पैसा दिनु भएन मलाई, 5 वर्षसम्म। र जसबाट मैले पैसा लिएको थियो त्यो पैसा लिएको मान्छेलाई मैले आफ्नो घर घरारी सबै बैंकमा राखेर त्यो मान्छेको पैसा 4 वर्ष पछाडि चाहिँ मैले चुक्ता गरेँ। किनभने त्यो त अब यो मान्छेले नतिर्ने बित्तिकै त मलाई त झन बढ्ने भयो त्यो ब्याजहरू भनेर तिर्दिएँ। 5.5 वर्ष पछाडि त्यो मान्छेलाई भनेको अब गर्ने के, तपाईँ चेक दिनुहोस्। त कतिको चेक दिने? ल अब 11 लाखको ब्याज त धेरै हुन्छ तपाईले भने अनुसार। तपाईँ आफ्नो नैतिकताले भन्नुस् न। हैन, नैतिकताले त 5.5 वर्ष भइसक्यो, 2 गुणाको कागज त बनाउनु पर्छ, 2 गुणाको चेक चाहिँ दिनुपर्छ भनेर उहाँले आफ्नै इच्छाले 11 लाखको 22 लाखको चेक दिनु भएको थियो। 6 महिनाको टाइम दिएर अब म तपाईको पैसा चुक्ता गर्छु, 22 लाखको चेक लिनुस् भनेर उहाँले 22 लाख रुपैयाँ चेक दिनुभयो। त्यो समयमा नआउँदाखेरि मैले बैंकिङ कसुरमा 22 लाखको मुद्दा चाहिँ अगाडि बढाएँ। त्यो मुद्दा मैले अगाडि बढाउने बित्तिकै 1 सुको पाएको छैन। मुद्दा अगाडि बढाउने बित्तिकै उहाँले त सिडिओ कार्यालयमा मिटर ब्याजीको बढी पैसा ब्याज लियो भनेर म माथि पो उजुरी गर्न जानुभयो। सिडिओ कार्यालयमा मलाई झिकाउनु भयो। म त्यहाँ सही कुराहरू, वक्तव्यहरू सही प्रस्ताइसकेपछि सबैजनाले उहाँलाई थुक्नु भयो। उहाँलाई भन्नुभयो लाज लाग्दैन? एउटा टिचर भएर अर्को टिचरको पैसा ल्या छ, 1 सुको तिरा छैन अहिलेसम्म, अनि मिटर ब्याजीमा उनलाई झिकाउने उल्टे गाली गर्दाखेरि फेरि त्यहाँ उहाँले पैसा छैन हजुर भन्दाखेरि सिडिओ कार्यालयमा 20 लाखको मन्जुर गर्नुभयो 1 महिनामा तिर्छु भनेर। त्यो 20 लाख 1 महिनामा तिर्छु भनेर मन्जुर गरेको मान्छेले 1 महिनाभित्र फेरि त्यो 20 लाख 2 लाख छोडिदिएँ मैले। त्यो 20 लाख पनि तिर्न चाहिँ तयार हुनु भएन। पछि कानुनी प्रक्रिया अगाडि बढ्दाखेरि एसएसपी साहब, सिडिओ साहब सबैको रोहबरमा 20 लाख मध्ये 7 लाख चाहिँ अहिले तिरेर 13 लाखको फेरि चेक बनाइदिन्छु भन्ने कुरामा अगाडि बढ्दाखेरि उहाँले 20 लाखमा 7 लाख रुपैयाँ चाहिँ दिनुभयो। 13 लाखको यसले फेरि गडबड गर्न सक्छ भने 13 लाखको चेकलाई काठमाडौँ महानगरपालिका वार्ड नम्बर 14 मा गएर त्यो प्रमाणित गरेको छ। त्यो 13 लाखको चेक सिडिओ कार्यालयमा प्रमाणित गरेको छ कि 13 लाख बाँकी रहेको चेक चाहिँ दिएको छ भनेर सबै प्रमाण मसँग छ। 13 लाखको सिडिओ कार्यालयको उता काठमाडौँ महानगर वार्ड नम्बर 14 को वडा कार्यालयमा गएर उहाँले शनाखत गर्नु भएको छ 13 लाखको।
अब त्यो पैसा पनि नदिएको खण्डमा मैले उहाँलाई जिल्ला अदालतमा मुद्दा दिएको छु। उल्टै मलाई चाहिँ थर्काउन लगाएको थियो, कुनै कुनै मान्छेद्वारा थर्काउन लगाएको थियो कि पैसा तिरिसकेका छ भनेर मिल्नु पर्यो भनेर, जब सब प्रमाण मसँग छ। अनि मैले गएर जिल्ला अदालतमा अहिले मुद्दा दिएको छु। त्यो मुद्दा दिएको 1 वर्ष भइसक्यो। सिडिओ कार्यालयको प्रमाण छ, वडा कार्यालयको प्रमाण छ, उहाँले चेकमा सिग्नेचर गरेको सबै प्रमाण छ। सबै प्रमाण हुँदा हुँदै 1 वर्षसम्म अब के हेर्ने अदालतले? कसरी विश्वास गर्ने अदालतमाथि? जबकि उहाँकै माथतका सिडिओ कार्यालयको रोहबरमा चाहिँ प्रमाण छ, वडा कार्यालयको प्रमाण छ, तै पनि 1 वर्ष लागिसक्यो। अहिलेसम्म कुनै टुङ्गो लागेको छैन त्यो मुद्दाको। म पीडित भएरै बाँकेको छु, धनी छु म, तर पीडित छु म। तर त्यही अदालतमा बालेनले कसैको ऐलानी जग्गामा बनाएको घर भत्काउन गयो भने, गलत संरचना भत्काउन गयो भने अदालत खुलेको हुँदैन, स्टे अर्डर आइहाल्छ। त्यहाँ अदालत खुल्छ 10 बजे, कर्मचारी आउँछ 10:30 बजे, सम्पूर्ण प्रक्रिया गर्नलाई टाइम लाग्छ। तर 10:30 बजे बालेनको रोकावटको लागि त्यहाँ पत्र आइसकेको हुन्छ। कस्तो अदालत यो? कस्तो न्यायालय यो? एकातिर एकछिनमै चाहिँ स्टे अर्डर आउँछ, तर मेरो त सबै प्रमाण छ, सबै प्रमाण छ। सिडिओ कार्यालयदेखि लिएर वडा कार्यालय सबै प्रमाण छ। तर म अहिलेसम्म झुलिरहेको छु त्यो केसमा। श्रीमानहरूलाई अनुरोध गर्न चाहन्छु कि मेरो गल्ती के श्रीमान, मैले अरूसँग पैसा लिएर उहाँलाई दिएको 11 लाख रुपियाँ 7 वर्ष भइसक्यो, 8 वर्ष। अब भन्नुहोस् त, त्यो 11 लाखको 8 वर्ष भइसक्यो। मैले अरूलाई 28 लाख तिरिसकेँ, जसबाट मैले लिएर दिएको थिएँ त्यसलाई 28 लाख तिरिसकेँ मैले। तै पनि न्याय दिनको लागि न्यायालयलाई, श्रीमानहरूलाई यस्तो अप्ठ्यारो भइरहेछ कि अब 1 वर्षभन्दा बढी भइसक्यो मैले न्याय पाइरहेको छैन। कसरी न्यायालयमाथि, कसरी श्रीमानहरूमाथि विश्वास गर्ने नेपाली जनताले? मलाई त सुनिल कुमार शर्मा डाक्टर साहबको भनाइ 100% सही लाग्छ। म धन्यवाद दिन चाहन्छु त्यो मर्दलाई कि एउटा नेपाली मर्दले, नेपाली एउटा सुनिल कुमार शर्मा डाक्टर साहबले एउटा सही सत्य ओकल दिनुभयो कि अब न्यायालयले सही न्याय दिएन भने नेपाली जनताले न्यायालय मात्रै होइन, निर्णय गर्ने, गलत निर्णय गर्नेलाई पनि कारबाही हुन सक्छ भन्ने भनाइ जुन राख्नुभयो, म विशेष हृदयदेखि धन्यवाद दिन चाहन्छु। र मलाई अनुरोध छ श्रीमानहरूसँग, अझ पनि श्रीमानहरू, यो धरतीमा के छ र 2-4 दिनको जिन्दगी हो। हजुरहरू, म पनि मर्छु, हजुरहरू पनि मर्नुहुन्छ। राम्रो काम गर्नु, राम्रो काम गर्नेको परिणाम राम्रै हुन्छ, नराम्रो काम गर्नेको परिणाम नराम्रै हुन्छ। त्यसकारणले श्रीमानहरूलाई धेरै कुरा मैले के भन्न चाहने कुरा भएन, किनभने आफै त्यत्रो सबै क्षेत्रबाट बुजुर्ग भएर आउनु भएको छ। मेरो न्याय चाहिँ गरिदिनु होला श्रीमान, छिटोभन्दा छिटो। म पुरै पीडित भइसकेको छु, मेरो न्याय छिटै चाहिँ गरिदिनु होला र सम्पूर्ण नेपाली जनताको पनि सही न्याय गर्नेतर्फ चाहिँ कदम बढाउनु होला भन्ने विनम्र अनुरोध गर्दै डाक्टर सुनिल शर्मालाई म हृदयदेखि धन्यवाद दिन चाहे। सैल्युट गर्छु म उहाँलाई यस्तो भनाइको लागि। हस्त नमस्कार।